नाम गणेश पौडेल म रौतहट क्षेत्र नम्बर 4 को राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार। अनि के छ यहाँ अब घुमिरहनु भएछ, घर दैलो भइरहेछ, जनताको के कति समर्थन पाइरहनु भएको छ? अब मैले अहिलेसम्म लगभग 30वटा वार्ड घर दैलो गरिसक्न लागेको छु, केही टोलादेखि बाँकी। र अहिलेसम्म घुम्ने क्रममा जनताको अपार माया मैले पाएको अनुभव गरेको छु। उहाँहरूले विभिन्न भनेर कतिपय ठाउँमा सङ्केत गरेर यसरी चाहिँ हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी छापलाई व्यापक रूपमा समर्थन गर्नुभएको छ र त्यो हिसाबले हामी जित हाम्रो एकदम पक्का हुन्छ भन्ने पूर्ण विश्वासमा छौँ। अनि के छ यहाँको जनताहरूको मुद्दा समस्या के पाउनुभयो गुनासो? धेरैतिर घुम्दाखेरि अलिअलि मुद्दा त पर्सनल मुद्दाहरू पनि देखिए, तर आम रूपमा भन्दाखेरि चाहिँ शिक्षा, स्वास्थ्य र किसानको मुद्दा चाहिँ सबैभन्दा बढी मैले देखेँ। किसानहरूमा सिँचाइ र मलको समस्या धेरै भएको चाहिँ किसानहरूको आयो। सिँचाइ भएको ठाउँमा मलको समस्याहरू र काहीँ सिँचाइ र मल दुईटैको समस्या चाहिँ धेरै राखेको पाएँ। तपाईँ यहाँबाट निर्वाचित हुनुभयो र यी समस्याहरूलाई कसरी समाधान गर्नुहुन्छ किसानको? यसमा मैले दुईवटा तरिका देखेको छु। एउटा भनेको हाम्रो स्थानीय सरकारबाट पनि कतिपय हुन सक्ने कुराहरूलाई त्यहाँ सहजीकरण गराउनु पर्नेछ भने कतिपयको हकमा राष्ट्रिय हिसाबले मुद्दा उठाएर त्यहाँबाट नै त्यो कामहरूको समाधान गराउनु पर्नेछ। जस्तै हाम्रो अहिले बागमती सिँचाइ जुन भइरहेको छ त्यसमा चाहिँ उत्तरी भेगेरमा पानी पुगेको छ, दक्षिण भेगतिर चाहिँ नहर छ तर पानी छैन। उहाँहरूको सिँचाइको सुविधा पाइरहनु भएको छैन र यसको लागि चाहिँ राष्ट्रिय हिसाबले नै त्यसमा प्राथमिकतामा राखेर सिँचाइको सुविधा पुर्याउनुपर्छ भन्ने मैले देखेको छु। त्यस्तै गरी अब कतिपय ठाउँमा बागमती सिँचाइ क्षेत्रभन्दा बाहिरको ठाउँमा चाहिँ डिप बोरिङहरू गरेर सिँचाइ गराउनु पर्नेछ। अब शिक्षाको कुरा गर्दा त हाम्रो शिक्षामा एउटा गुणस्तरको पनि कमजोर छ भने अर्को शिक्षाको पहुँच, शिक्षा विद्यालयसम्म नै विद्यार्थी पुग्ने पनि वातावरण नभएको पनि अवस्थाहरू छ। दुईटै खालको समस्या छ र त्यसलाई हेर्नुपर्ने छ। र स्वास्थ्यको कुरा गर्दा चाहिँ यहाँ स्वास्थ्यको राम्रो अस्पताल नै नहुनु हाम्रो ठाउँमा यो समस्या छ। मान्छे यहाँ कस्तो देखियो भने अहिले टोल घुम्दै जान्छ घर दैलो गर्ने क्रममा बिरामी भएर उहाँहरू उपचार गर्न नसकेर घरमै थलिएर बसेका कयौँ बिरामीहरू भेटिए। उहाँहरूले सहयोगको अपिल पनि गर्नुभयो ठाउँमा। व्यक्तिगत हिसाबले हामीले त्यसरी भेटेको व्यक्तिहरू हेर्दा यदि यहीँ नजिकै एउटा राम्रो खालको अस्पताल हुन्थ्यो, सुविधा सम्पन्न भने नजिकै हुँदा जसले पनि पुर्याइदिनुसम्म अथवा उपचार गर्ने वातावरण बन्थ्यो। र त्यस्तो खालको समस्या चाहिँ यहाँ धेरै देखिएको छ। र अब यसलाई समाधान गर्न पनि अघि मैले भने जस्तै यो अलिकता हामीले स्वास्थ्य क्षेत्रलाई कसरी सुधार गर्ने, त्यस्ता एउटा आर्थिक रूपले विपन्न मान्छेलाई जसले काठमाडौँमा गएर उपचार गर्न सक्ने हैसियत छैन, उनीहरूलाई यहीँनिर उपचार कसरी बनाउन सकिन्छ त्यस्तो खालको चाहिँ कार्यक्रम नै बनाएर जानुपर्छ भन्ने मेरो बुझाइ। यहाँ निर्वाचित भएपछि पहिलो यति अब समस्याहरू छ, पहिलो कहाँबाट सुरु गर्नु? अब पहिलो चाहिँ म के भन्छु भने अहिलेको चुनाव भनेको सङ्घको हो र यो अहिले हामी गइसकेपछि पहिलो भनेको चाहिँ नीतिगत रूपमा हामीले कानुन नै त्यस्तो खालको बनाउने हो जहाँ हरेक जनताहरूले स्वास्थ्य, शिक्षा, अन्य उहाँहरूका चाहिँ रोजगारीका लगायतका कामहरूमा चाहिँ अवसर पाउनु पऱ्यो, समान हिसाबले पाउनु पऱ्यो, उहाँहरूले सुविधा पाउनु पऱ्यो भन्ने हिसाबका जति पुराना कानुनहरू बनेका छन् त्यसलाई यो हिसाबको अद्यावधि गर्नु पऱ्यो र जति बन्न बाँकी छ त्यसलाई बनाउनु पऱ्यो। यो हिसाबले हाम्रो कानुन बनाउने, नीति बनाउने ठाउँमै हामी सबभन्दा बढी काम गर्ने हो। र दोस्रोमा चाहिँ बजेट बन्छ, राष्ट्रको एउटा सरकारको कार्यक्रम बन्दाखेरि चाहिँ यो क्षेत्रका समस्या अहिले जुन मैले भने तिनीहरू चाहिँ राष्ट्रिय एजेन्डाको हिसाबले त्यहाँ प्रस्तुत गर्ने र तिनीहरूमा चाहिँ राष्ट्रकै ध्यान जानुपर्छ भन्ने हिसाबले त्यो हिसाबको वकालत गर्ने चाहिँ मैले कार्यक्रम मेरो फर्स्टमा त्यही नै रहन्छ। जस्तो सुशासनको क्षेत्रमा, भ्रष्टाचार न्यूनीकरणको क्षेत्रमा यहाँको के योगदान हुन्छ? अब यसमा हाम्रो पार्टी नै क्लियर छ। हामीले के भनेको छौँ भने 46 सालभन्दा पछाडिका प्रत्येक फाइललाई हाम्रो सरकार बनेपछि छानबिन हुन्छ। यो छानबिन गर्न जरुरी पनि छ, किनभने पहिलाका जति पनि व्यक्तिहरूबाट आर्थिक अनियमितता भयो, विभिन्न भ्रष्टाचार सम्बन्धीका चाहिँ कसुरहरूमा भए, यदि त्यसलाई हामीले त्यत्तिकै नजरअन्दाज गरेर छोडिदिने हो भने यस्तै भ्रष्टाचार निरन्तर पाउने सम्भावना हुन्छ। र हामीले ती फाइलहरूलाई एकपल्ट चाहिँ सबै खोलेर दोषी निर्दोष के छ त्यसलाई एकदम सूक्ष्म रूपले छानबिन गरेर यदि सजायमा गऱ्यौँ भने अबका दिनहरूमा पनि मान्छेको बुझाइ के रहन्छ भने वास्तवमा गलत गर्ने मान्छेले ढिलै भए पनि सजाय पाउँछ भन्ने हिसाबले आउने नयाँ राजनीतिक व्यक्तिहरू पनि र जति पनि यो भनौँ न नेपाल सरकारबाट चाहिँ सेवा सुविधा ल्याउने निकायका व्यक्तिहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ वास्तवमा सिक्नको लागि पनि अथवा त्यो खालको चाहिँ
एउटा प्र्याक्टिसमा ल्याउनको लागि पनि हाम्रो पार्टी एकदम लाग्छ र यो देशमा हामीले सबैभन्दा पहिलो गर्न खोजेकै सिस्टम बस्नुपर्छ। अहिले गाउँघरमा जाँदाखेरि हरेक ठाउँमा के सुनिन्छ भने यो काम म गरिदिन्छु त्यो काम म गरिदिन्छु भनेर नेताले बोलेको छ। तर हामीले यो देशलाई कस्तो बनाउन खोज्या? नेताले आदेश दिएपछि काम हुने देश बनाउन खोजेको हो कि यो सिस्टमले चल्ने देश बनाउन खोजेको? प्रश्न त्यहाँनिर छ। र हामी चाहिँ सिस्टमले देश चल्नुपर्छ। अहिले कतिजनाले भन्नुहुन्छ म तपाईँलाई फोन गरेँ भने मेरो काम गरिदिनुहोस्। फोनै नहुने नागरिक यहाँ कति छन्? तिनको बारेमा कसले सोधिदिने? त्यसको काम कसले गरिदिने? र त्यो हिसाबले गर्दा यदि सिस्टम नै राम्रो हुन्छ भने हरेक नागरिकले उहाँहरूको अधिकार सुनिश्चित हुन्छ, उहाँहरूको हक सुनिश्चित हुन्छ, न्याय पाउनुहुन्छ भन्ने हाम्रो पार्टीको बुझाइ हो र मेरो व्यक्तिगत बुझाइ पनि। रौतहट 4 को निवर्तमान सांसदबाट उहाँको काम कारबाहीबाट तपाईँले के सिक्ने मौका पाउनु? अब मभन्दा पहिला यहाँ जो सांसद हुनुहुन्थ्यो उहाँका कुराहरूबाट धेरै कुराहरू अरूको विषयमा मलाई बोल्नु जस्तो लाग्दैन। तर मैले बुझेको कुरा चाहिँ के हो भने उहाँ जितेर दुईपल्ट यहाँबाट जानुभएको हो। गइसकेपछि उहाँले आफ्नो हिसाबले जति सक्नुभयो, उहाँको जिम्मेदारहरू त्यति काम गर्नुभयो। अब त्यो काम चाहिँ उहाँले गरिरहेको काममा यदि पार्टी अथवा पुरानो दलहरूको जुन सिस्टम प्रणाली छ त्यो प्रणाली नै वास्तवमा मूलै नसुधारिकन यहाँ सुध्रिँदैन र त्यो हिसाबले पनि उहाँले काम गर्न सक्नु भएन भन्ने मेरो बुझाइ हो। र दोस्रो कुरा चाहिँ के हो भने उहाँले आफूले सक्ने हिसाबले गर्नु र जति यहाँको आवश्यकता थियो त्यति काम चाहिँ हुन सकेन, यो मेरो बुझाइ हो। अब अन्तमा गणेश पौडेलजीलाई भोट किन? गणेश पौडेललाई भोट किन भन्दा यो देश जस्तो हाम्रो अवस्थामा छ, हाम्रो अहिलेको जुन शिक्षा छ, हरेक युवाहरू चाहिँ नेपालमा पढ्न छोड्नु भएको छ होइन। उहाँहरूलाई चाहिँ नेपालको शिक्षाले यदि हामीले शिक्षा चाहिँ अन्तर्राष्ट्रिय क्षेत्रमा बिक्ने खालको बनाएको भए सायद युवाहरू कहीँ विदेश जान चाहनुहुन्न थियो होला। त्यसलाई शिक्षाको लागि एउटा राम्रो बनाउनको लागि, स्वास्थ्य क्षेत्रलाई हाम्रो चाहिँ यो क्षेत्रको स्वास्थ्यमा सुधार गर्नको लागि र यहाँका जनजीवनमा चाहिँ जुन परेका समस्याहरू अघि मैले भनेको जस्ता अब योदेखि बाहेक धेरै लामो समस्याहरू छन्, तर पनि मुख्य मैले समस्याहरू कुरा गरेँ। यो क्षेत्रमा सुधार गर्नको लागि चाहिँ गणेश पौडेललाई भोट दिनुपर्छ भन्ने मेरो बुझाइ हो। धन्यवाद। ल, धन्यवाद।